हेलो साथीहरु, अहिले हामीसँग एउटा फोन छ जुन कि Redmi Note 7 हो र यो फोन चाहिँ तपाईको डेड छ। ठीक छ। अब डेड छ भने सबभन्दा पहिला हामीलाई के गर्नुपर्छ भने पहिला त यसको यो फुली फ्रेश कन्डिसनमा छ। म त आई टेस्ट गर्दाखेरि यो चाहिँ फुली फ्रेश कन्डिसनमा छ। पोर्ट पनि बनिरहेको छैन, हुन्छ कि कुनै औटो पोर्टमा हुन्छ त्यो सब केही छैन। र डीसी मा चेक गर्दा तपाई यहाँ हेर्न सक्नुहुन्छ डीसी मा डीसी को जस्टै लाइन दिए अनि 4.2 भोल्टेज अनि डीसी मा चेक गर्दा यहाँ हेर्नु कति औटो लिइरहेछ या के छ, अहिले चेक गरे छैन। । 183 182 औटो लिइरहेछ बिना पावर बटन प्रेस गरिकन बिफोर पावर। कति मिली एम्पियर लिइरहेछ त 181। अब यो के छ त लिकेज, यसलाई हामी के भन्ने लिकेज। सो अब यसलाई कसरी हामी सर्ट आउट गर्ने, डेड छ यसलाई कसरी रिपेयर गर्ने। अब यसपछि म के गर्छु, यसको VBAT GR पनि लिन्छु जुन कि तपाईहरुलाई थाहा छ। VBAT GR 200 प्लस रिभर्स मा र फरवर्ड मा 1000 प्लस हुनु पर्यो। सो अहिले म तपाईको रिभर्स GR लिइरहेको छु जुन कि तपाई हेर्न सक्नुहुन्छ कति छ 412 412। त्यसपछि म फरवर्ड GR लिन्छु। फरवर्ड GR कति छ तपाईको 1111 12 10। ठीक छ। फरवर्ड GR 1000 प्लस हुनु पर्यो। GR त ओके छ तर फोनमा के छ लिकेज। अब VBAT GR चेक गरिसकेपछि अब के चेक गर्ने, एकपल्ट भिभस को GR पनि चेक गर्छु। भिभस को यो भिभस लाइन हो 528। त्यसपछि अब चेक गर्नुपर्ने हामीलाई VPH, यसको VPH चार्जिङ आईसी को आउटपुट लाइन चेक गर्नुपर्ने र पावर आईसी को इनपुट लाइन। सो बोर्ड बाहिर बोर्ड फुली फ्रेश कन्डिसनमा छ। तपाई यहाँ हेर्न सक्नुहुन्छ बोर्ड चाहिँ फुली फ्रेश कन्डिसनमा हो र अहिले यसको हामीलाई VBAT GR लिए VPH GR लिनु पर्ने। सो यसको तपाईको एउटा चार्जिङ आईसी पावर आईसी दुईवटा पावर आईसी हुन्छ यसमा, एउटा माथि र एउटा CPU को साइडमा यहाँ। सो अब यसको GR लिनको लागि जस्तै कि यहाँ तीनवटा क्यापेसिटर सानो सानो क्यापेसिटर तपाई हेर्न सक्नुहुन्छ यो इनपुटमा लागेको छ। अब तपाईलाई थाहा छैन भने तपाई बर्नियोमा हेर्न सक्नुहुन्छ डाइरेक्टली यदि कन्फर्म 332 र फरवर्ड मा 724। ल यहाँ GR कति छ त 1000 भन्दा माथि हुनु पर्ने तर यहाँ GR के छ कम छ 725 र यो चाहिँ क्यापेसिटर भनेको इनपुट लाइनमा छ। यो आईसी को यो पावर आईसी र तपाई लाइट आईसी डिस्प्ले आईसी सबै तपाई एउटैमा इनबिल्ट छ। यो जुन आईसी छ यसलाई सब पावर यानी कि सेकेन्डरी पावर आईसी भन्न मिल्छ। सो र चार्जिङ आईसी पनि यही हो। सो अब 182 छ भने अब त हामीलाई के भयो भने डाउट लागिरहेछ कि यही आईसी भनेर खराब होला। तर कहिले काहीँ के हुन्छ भने यस्तोमा तपाईको चार्जिङ आईसी निकालिदिएपछि पनि के हुन्छ त सर्टिङ जस्तोको त्यस्तै रहन्छ। सो थर्मल क्यामेरामा यसलाई थर्मल क्यामेरामा एकपल्ट हामी हेरौं कि थर्मल क्यामेरामा कहाँ डिटेक्ट गरिरहेछ, यही डिटेक्ट गरिरहेछ कि कुनै अर्को आईसी डिटेक्ट गरिरहेछ। अब थर्मल क्यामेरामा किन अब कति जनालाई लागिरहे होला कि रोजिनले किन यो हुँदैन। रोजिनले हुनको लागि यो यति कम हिट हुन्छ कि रोजिनले डिटेक्ट गर्दैन, मात्रै थर्मलले डिटेक्ट गर्छ यसलाई। रोजिनले डिटेक्ट गर्नको लागि अथवा कपुरले मिनिमम 300 भन्दा माथि हुनु पर्यो। जुन रिडिङ डीसी मा तपाईले हेर्नुभयो त्यो 300 भन्दा माथि हुनु पर्यो, तब मात्रै रोजिनले डिटेक्ट गर्छ। ठीक छ। सो अब हामी के गर्छौं भने यसलाई थर्मलमा चढाउँछौं। सो जाउँ थर्मल स्क्रिनमा। अब चाहिँ थर्मलमा चढाइसकेछौं हामी। अब यसलाई 4.2 भोल्टेज र 5 एम्पियर दिएर हेर्ने अनि हामी हेर्ने कि कहाँ डिटेक्ट गरिरहेछ, थर्मलले कहाँ डिटेक्ट गरिरहेछ त्यो चाहिँ हामी मेन कुरा हेर्ने हो। कुनै क्यापेसिटर सर्ट छ या
त्यो आइसी जुनमा हामीलाई डाउट थियो, त्यो चार्जिङ आइसी। अब ग्राउन्डलाई यहाँ ग्राउन्ड राख्ने, ठिक छ। यो अहिले मैले 4.2 भोल्टेज र डीसीको वायर मल्टिमिटरसँग कनेक्ट गरेको छु। सो यहाँ तपाईँ हेर्न सक्नुहुन्छ कि मैले जस्ट कनेक्ट गरिरहेको छु भिपिएचको इनपुट लाइनमा। यहाँ 180 कन्ज्युम गर्यो अटो, र यो आइसी जुनमा हामीलाई डाउट थियो त्यही आइसी के भइरहेछ त हिट भइरहेछ। अब माउसको पोइन्ट यदि मुभ गर्यो भने त्यहाँ कति डिग्री हिट भइरहेछ? 42 डिग्री। अनिल माउसको पोइन्ट त्यो मुभ गर्नु त बोर्डमा हो। अरू ठाउँमा हेर्नुभयो भने 29, 30 यानि कि 29, 30, र त्यहाँ जहाँ हिट भइरहेछ त्यहाँ 40 डिग्री सेल्सियस, 44, जति बेलासम्म हामी यसमा राख्छौँ त्यति यो हिट बढ्दै जान्छ। सो यति कममा, त्यही भएर रोजिनले डिटेक्ट गर्दैन। त्यसैले यदि 350 भन्दा बिलो छ भने तब हामीलाई के चाहियो? थर्मल क्यामेरा। र यदि 350 भन्दा माथि छ भने हामी नर्मली रोजिनले पनि गर्न सक्छौँ। सो अब के गर्ने हामी? यो आइसीमा लिकेज छ, यो आइसीलाई रिप्लेस गर्नु पर्यो। 180 मिलिएम्पियरको लिकेज छ यसमा, 180 मिलिएम्पियरको सर्टिङ भन्नु पर्यो। यो हाफ सर्ट छैन, फुल सर्ट छैन, यसलाई के भन्ने? लिकेज। सो अब हामीलाई के भयो? थाहा भयो कि त्यही जुन आइसीमा हामीलाई डाउट थियो, शङ्का थियो, त्यही आइसीमा लिकेज छ। त्यो आइसीलाई अब के गर्ने? डाइरेक्ट हामी निकाल्ने, ठिक छ। निकाल्नको लागि 360 टेम्परेचर र 60 एयर। सो हल्का फ्लक्स लगाउँछु म, हल्का, र अब म यो आइसीलाई उठाउँछु, ठिक छ। डाइरेक्ट चेन्ज, नो रिभल्भिङ, किनभने यो के छ त? लिकेज छ, लिकेज हट्दैन रिभल्भिङले। च्यानल 2 र एसएमडीको मेरो हिट 360। आइसी हल्का चेक गरिसके, अब डाइरेक्टै उठाइदिने। आइसी उठ्यो। अब बोर्डलाई क्लिन गर्ने। अब डिसोल्डर वायरले हामी के गर्ने त? यसलाई क्लिन गरिदिने। बिस्तारै यो चलाउने बेलामा तपाईँको आइरन टल कन्डिसनमा छ। अब आइसी लाउने अनि तब चेक गर्ने सेट हाम्रो अन भइरहेछ कि नै, ठिक छ। सो अब के गर्ने हामी भने, आइसी हामी एउटा स्क्रैप बोर्डबाट रिभल्भ गरेर राखिसकेछौँ। सो यहाँ रेडी छ हाम्रो आइसी। अब यसलाई चाहिँ के गर्ने हामी? यो एउटा स्क्रैप बोर्डबाट निकालेर, अब यो पनि स्क्रैप बोर्डबाट हो, कन्फर्म छैन कि यो आइसी ठिक छ कि नै, हामी लगाएर चेक गर्ने। स्क्रैप बोर्डबाट अब हुनसक्छ कि ड्यामेज पनि हुनसक्छ र ओके पनि हुनसक्छ। सो आइसी लाउनुभन्दा पहिला तपाईँलाई नोज पोइन्ट मिलाउनु पर्छ। अब नोज पोइन्ट मिलाउनको लागि जस्तै कि यहाँ र यहाँ ग्याप छ, ठिक छ। यो आइसीमा पनि यहाँ र यहाँ ग्याप छ, त्यो हिसाबले पनि राख्न सक्नुहुन्छ। र यो कन्फर्मेसनको लागि तपाईँ के गर्ने त? बोर्नियोमा हेर्ने। र यो जुन तपाईँ यहाँ र यहाँ हेरिराख्नु भएको छ गोल्डन पोइन्ट, त्यसको भित्र हुनु पर्यो आइसी, ठिक छ। जस्तै कि अहिले हाम्रो छ। सो एकपल्ट म के गर्छु भने स्मेटिकमा कन्फर्म गरिहाल्छु, ठिक छ। नोज पोइन्ट हाम्रो हेरिसके, यहाँ छ नोज पोइन्ट, यहाँ हुनुपर्ने हो, त्यही छ। सो अब यसलाई हामी हल्का फ्लक्स हल्का एप्लाई गर्ने, यहाँ यसरी।
टेम्परेचर लाउने बेलामा चाहिँ हामी निकाल्ने बेलामा कति राखेको थिए 380, अहिले चाहिँ हामी 360 र 60 राख्ने र यो लागेपछि के हुन्छ भने हल्का सेक हुन्छ। हल्का सेक गरेर हामी कन्फर्म गर्ने कि यो हाम्रो आइसी लाग्यो कि नै। हल्का फ्लक्स हाल्छु, हल्का मात्रै। जस्तै तपाईँ हेर्न सक्नुहुन्छ यहाँ म हल्का सेक गर्छु, एकदम हल्का। हेर्नुभयो होला तपाईँले कि आइसी हल्का सेक भयो। इट मिन्स कि यो आइसी हाम्रो लागिसक्यो। अब चाहिँ हामी के गर्ने, आइसी त लाग्यो, एकछिन बोर्डलाई ठन्डा गर्ने यसरी यो फ्यानले, अनि त्यसपछि हामी हेर्ने कि जिआर ओके भयो कि नै। जिआर मिन्स जुन कति थियो पहिला 330 रिभर्समा र 725 लगभग फरवार्डमा, त्यो हाम्रो ओके भयो कि नै। र त्यसपछि अन गरेर चेक गर्ने सेट अन भयो कि नै या के कन्डिसनमा छ। हुनसक्छ कि स्टिल अहिले पनि डेड, अरू प्रब्लम केही होला, त्यो पनि हुनसक्छ। 100% भन्न सक्दैनौँ हामी, तर अरू फोल्ट भएन भने, यदि यहीबाट थियो भने 100% अन हुन्छ। र हिट बोर्डमा जिआर लिनु हुँदैन। हिट बोर्डमा यदि बोर्ड तातो छ भने जिआर लिनुभयो भने जिआर के हेराउँछ, लो। सो अब जिआर हामी लिने। अब तपाईँ हेर्न सक्नुहुन्छ कति छ फरवार्डमा, ओएल, यानि कि 1000 प्लस या त ओएल हुनु पर्यो। यो ओके भयो। अब रिभर्समा हामी चेक गर्छौँ, रिभर्समा 324 ओके। अब हामी डिसी पनि लाउँछौँ है। अब डिसीमा अब हामी चेक गर्छौँ डिसीमा कति कन्ज्युम गरिरहेछ कि ओके छ। तपाईँ हेर्न सक्नुहुन्छ कि डिसीमा अब केही कन्जम्सन छैन, ठिक छ। हाम्रो जिआर ओके भयो र जुन कन्ज्युम गरिरहेको थियो त्यो पनि के भयो त, ओके भयो। अब हामी के गर्ने, यसको बोर्डमा लगाएर एकपल्ट चेक गर्ने। र फोनमा सर्टिङ थियो, एकपल्ट ब्याट्री पनि यसको चार्ज छ कि नै त्यो चेक गरिलिन्छौँ। डिसी मोडमा ब्याट्री कति चार्ज छ, 355। हल्का ब्याट्री बुस्ट गर्नुपर्छ। सो अब ब्याट्री त्यो डिसी मेसिनको लाइन कट गर्नु, कति चार्ज हो हाम्रो ब्याट्री, कट गर्नु न, भयो 370 भएछ चार्ज, केही छैन। अब हामी बोर्ड लाउने, अब बोर्ड लाउने अनि चेक गर्ने सेट हाम्रो अन भयो कि नै। यहाँ हेर्न सक्नुहुन्छ सेट हाम्रो अन भइगयो। यसमा प्रब्लम के थियो त, भिभ्याट लाइनमा सर्टिङ, यानि कि चार्जिङ आइसी लिकेज थियो।